म त एकछिन बसेकै कहाँ हो अहिले पानी बन्द छ अहिले काम सकिहाल्यो टिचर गऱ्यो कति गर्छ ऊ भीमदाजु फोन चलाएर बसेको गर्छ खालि भिडियो मात्रै हेर्छ मैले फेसबुक हेरेको भाइ यो डिजास्टर कस्तो कस्तो डिजास्टर भइरहेछ अहिले कस्तो कस्तो भइरहेछ हेर त अहिले यो अनि के हो यो त अन्त फुटबलको जर्सी यस्तो रातै रातो लुगा लगाएर उनीहरू मात्रै खटिरहेछ त अन्त हाम्रो चाहिँ आपाता मित्रको भलन्टियरहरू हो यो आपाता मित्र भनेको चाहिँ के हो फेरि आपाता मित्र भनेको चाहिँ एउटा यो सेन्ट्रलको स्किम हो ठिक यतिको त अन्त हामी सकिहाल्दो रहेछ अन्त मान्छे फसेको बेलामा काँटा कोदालो गरेर निकाल्नु त रहेछ है भाइ त्यस्तो भन्दा कहाँ हुन्छ उहाँहरूलाई ट्रेनिङ दिएर पठाएको हुन्छ भाइ राम्रो छ ट्रेनिङ कि मैले एकजना आपाता मित्रको ट्रेनर चिनेको छु उहाँ लगिदिन्छु उहाँले तपाईँलाई के गर्नुपर्छ सिकाइदिनुहुन्छ राम्रो छ जाउँ त्यसो भने राम्रो कुरामा किन ढिलो गर्नु हामी आपदा मित्र भलिन्टियर्स हो एक्चुअलीमा चाहिँ हामी चाहिँ के हो भने हामी चाहिँ सिक्किम डिजास्टर म्यानेजमेन्टले हामीलाई चाहिँ ट्रेनिङ दिएर चाहिँ आपदा मित्र भलिन्टियर बनाएको जस्तो यहाँ गाउँठाउँमा पहिरो आउँछ है डिजास्टर हुन्छ के हुन्छ त्यतिखेर हामी चाहिँ एक्टिभली इन्गेज हुन्छ हामीले सर्च एन्ड रेस्क्यु हामीले फर्स्ट एड धेरै प्रकारको चिज हामीलाई ट्रेनिङमा दियो यो चाहिँ हाम्रो 7 दिनको ट्रेनिङ छ उहाँले डिडिएमए र एसएसडिएमले दिन्छ हामीलाई तपाईँ जस्तो हामी युथलाई चाहिँ एकदमै अगाडि आइदिनुहोस् है अन्त यो ट्रेनिङ गरिदिनुहोस् भनेर उहाँले हामीले अफिसियल पेजको वेबसाइटमा हेर्नु पनि सक्नुहुन्छ र डिजास्टर म्यानेजमेन्ट अफिसमा आएर पनि नोडल अफिसरलाई भेट्न सक्नुहुन्छ त्यसो भए त हामी पनि यो ट्रेनिङ लिन चाहन्छौँ एकदमै जति सक्दो चाहिँ हामीले यो युथलाई नै हामीले इनिसिएटिभ गरेको हो तपाईँहरू युथहरू नै आएर गरिदिनुहोस् है आफ्नो गाउँ आफ्नो कम्युनिटीलाई चाहिँ एकदमै हामी यस्तै युथ चाहिँ चाहिरहेको छ ताकि भोलिको दिनमा है जति डिजास्टर भए पनि हामी आफै प्रिपेयर र रेजिलेन्ट भएर बस्छौँ है त्यसकै लागि हो